हाम्रो देश नेपाल लगायत चाहिँ विभिन्न देशहरूमा अहिले बालबालिकाको हत्या, हिंसा, सहरी साधन दुर्घटना, बाढी पहिरो, हिम पहिरो, कालोबजारी जस्ता घटनाहरू चाहिँ दैनिकी रूपमा घटेको तपाईँ हाम्रै आँखा अगाडि देखिन्छ। हिजो अस्ति भर्खरै घटेको घटना गरिमा चौधरी नानीको बलात्कारपछि हत्याकाण्ड भएको समाचार तपाईँ हाम्रै फेसबुक लगायत विभिन्न सामाजिक सञ्जालमा चाहिँ देखिरहेको नै छ। यसको मुख्य कारण भनेको चाहिँ मेरो विचारमा उच्च शिक्षाको कमी भएको कारणले चाहिँ यी यस्ता समस्याहरू घट्ने गरिन्छ जस्तो लाग्छ। हाम्रो गाउँ समाज र सहरको विभिन्न ठाउँहरूमा प्रशस्तै देख्ने गरिन्छ यी यस्ता घटनाहरू। 18 वर्ष नपुगी बाल विवाह जस्ता विभिन्न घटनाहरू पनि देख्ने गरिन्छ। यसको मुख्य कारण भनेको चाहिँ उच्च शिक्षा नहुनुको कारण जस्तो लाग्छ। उच्च शिक्षा भनेको 10 क्लास पास अथवा +2 पास, ब्याचलर पास, इन्जिनियरिङ पास गरेर मात्र आफ्नो हातमा चाहिँ सर्टिफिकेट लिएर मात्र उच्च शिक्षा लिएको व्यक्ति चाहिँ शिक्षित हुन्छ जस्तो लाग्दैन मलाई। शिक्षित व्यक्ति हाम्रो नेपाली समाज र नेपाली समाजको सन्दर्भमा हेर्ने हो भने ती ससाना बालबालिकाहरू लगभग नेपाली समाजमा चाहिँ 2.5 वर्षदेखि 3 वर्षसम्म प्ले ग्रुप अथवा नर्सरीमा भर्ना भइसकेको हुन्छ। र भर्ना हुँदै गर्दाखेरि हामीले 1 2 3 4 ABCD क ख सिकाउनु अगाडि नै मेन कुरा चाहिँ शिक्षक शिक्षिकाले प्र्याक्टिकल रूपमा र चेतनाको लागि ज्ञान गुणको कुरा लगायत विभिन्न सामग्रीहरू जुटाएर चाहिँ आफ्नो शारीरिक स्वास्थ्य, शिक्षा लगायत यौन हिंसा, आत्महत्या, आगो लागि, भूकम्प, सरसफाइ, ट्राफिक नियम, सडकमा हिँड्दा ध्यान दिनुपर्ने कुरा जस्तै जेब्रा क्रस र सवारी दुर्घटना कसरी हुने र त्यसको उपायहरू चाहिँ लगायत बुबा आमा, गुरु चेला, शिक्षक शिक्षिका के हो भन्ने भूमिका चाहिँ हामी सबैले सिकाउनु जरुरी छ। र विद्यालयमा रहेका ससाना बालबालिकाहरूलाई सभ्य र सम्मान गरेर उच्च शिक्षा दिनु सक्नु नै शिक्षित व्यक्ति हो जस्तो लाग्छ मलाई। जुन देशमा शिक्षाको कमी हुन्छ र अशिक्षितको कारणले यी यस्ता समस्याहरू हामी सबैले भोग्नु परेको देखिन्छ। त्यही भएर शिक्षित बनाऊ, हातमा सर्टिफिकेट लिएर होइन, गाउँ, टोल, समाज र देशको लागि इमान्दारिताको साथ